नमस्कार क्रिकेट प्रेमी साथीहरू, आजको भिडियो कुनै सामान्य क्रिकेट अपडेट होइन। आज हामी कुरा गर्दछौँ नेपाल क्रिकेटको वर्तमान अवस्था, समर्थकहरूको पीडा, खेलाडीहरूको सङ्घर्ष अनि त्यो जुन सपना अझै मरेको छैन। अहिले नेपाली क्रिकेट यस्तो मोडमा पुगेको छ जहाँ हरेक खेलसँग आशा जोडिएको छ, तर हरेक हारसँग लाखौँ नेपालीको मन टुटिरहेको छ। केही वर्ष अघि नेपालले जुन क्रिकेट खेलिरहेको थियो त्यो देखेर लाग्थ्यो अब नेपाललाई कसैले रोक्न सक्दैन। टी20 वर्ल्ड कप क्वालिफिकेसन, हिस्टोरिक भिक्ट्रिज, प्याक्ड स्टेडियम, सोसल मिडियामा नेपाली क्रिकेटको वेब, सबैले एउटै कुरा भनिरहेका थिए, नेपाल अब विश्व क्रिकेटको नयाँ शक्ति बन्दैछ। तर क्रिकेट सधैँ एउटै दिशामा चल्दैन। कहिलेकाहीँ सफलतापछि कठिन समय आउँछ अनि अहिले नेपाल त्यही कठिन समयबाट गुज्रिरहेको छ। आइसिसी वर्ल्ड कप लिग 2 मा नेपालले अवसरहरू पायो, तर धेरै पटक त्यो अवसरलाई जितमा बदल्न सकेन। कहिले ब्याटिङ कोल्याप्स, कहिले बलिङ प्रेसर, कहिले फिल्डिङ मिस्टेक र कहिले डिसिजन मेकिङले खेल हातबाट फुस्कियो। हरेक हारपछि सोसियल मिडियाभरि एउटै माहौल देखिन्छ। कसैले कप्तानलाई दोष दिन्छ, कसैले कोचलाई दोष दिन्छ, कसैले क्यानलाई अनि कसैले सिधा खेलाडीहरूलाई टार्गेट बनाउँछ। तर हामीले एउटा कुरा बुझ्नुपर्छ, मैदानमा खेल्ने ती खेलाडीहरू पनि नेपाली नै हुन्। उनीहरू पनि यही देशको सपना बोकेर खेलिरहेका छन्। हार्दा सबैभन्दा धेरै दुःख उनीहरूलाई नै हुन्छ। सोच्नुहोस्, देशको झण्डा छातीमा लगाएर मैदानमा उत्रिनु कति ठुलो जिम्मेवारी होला। करोडौं नेपालीको एक्सपेक्टेसन बोकेर खेल्नु कति कठिन होला। र जब राम्रो प्रदर्शन हुँदैन त्यसपछि क्रिटिसिजमको आदि सुरु हुन्छ। तर त्यही समयमा खेलाडीलाई सपोर्ट चाहिन्छ, कन्फिडेन्स चाहिन्छ। नेपालको क्रिकेट जर्नी सजिलो कहिल्यै थिएन। फेसिलिटिज सीमित, इन्टरनेसनल एक्सपोजर कम, इन्फ्रास्ट्रक्चर कमजोर, तर पनि नेपालले संसारलाई धेरै पटक सरप्राइज दिएको छ। यो त्यही देश हो जहाँ सपोर्टर बिहान 4 बजे उठेर म्याच हेर्छन्। यो त्यही देश हो जहाँ एउटा जितपछि सडकमा सेलिब्रेसन हुन्छ। यो त्यही देश हो जहाँ क्रिकेट केवल खेल होइन, भावना हो। तर अहिले सपोर्टरहरू थाक्न थालेका छन्, किनकि एक्सपेक्टेसन धेरै ठुलो भइसकेको छ। अब नेपाली फ्यान्स केवल राम्रो खेल होइन, रिजल्ट चाहन्छन्, वर्ल्ड कप चाहन्छन् अनि कन्सिस्टेन्सी चाहन्छन्। अनि सत्य कुरा के हो भने नेपालसँग ट्यालेन्ट छ, धेरै ट्यालेन्ट छ, तर ट्यालेन्ट मात्र काफी हुँदैन। इन्टरनेसनल क्रिकेटमा टिक्न डिसिप्लिन चाहिन्छ, प्लानिङ चाहिन्छ, स्ट्रङ डोमेस्टिक सिस्टम चाहिन्छ। आज विश्व क्रिकेट धेरै अगाडि पुगिसकेको छ। एसोसिएट नेसन भएर मात्र पुग्दैन, प्रोफेसनल माइन्डसेट चाहिन्छ। फिटनेस लेभल वर्ल्ड क्लास हुनुपर्छ, प्रेसर ह्यान्डल गर्न सक्नुपर्छ। नेपालसँग स्किल छ, तर कन्सिस्टेन्सी अझै मिसिङ छ। कहिलेकाहीँ नेपालले टप टिम्सलाई हराउँछ, तर अर्को दिन विक पर्फर्मेन्स दिन्छ। यही कारण सपोर्टर कन्फ्युज भइरहेका छन्। तर साथीहरू, अहिले टिमलाई तोड्ने समय होइन, अहिले टिमलाई जोड्ने समय हो। हामीले एउटा कुरा कहिले बिर्सिनु हुँदैन, नेपाल क्रिकेटको इतिहास कमब्याकले भरिएको छ। जब कसैले विश्वास गरेको थिएन त्यति बेला नेपाल उठेको थियो। जब सबैले सकियो भनेका थिए त्यति बेला नेपालले इतिहास लेखेको थियो। अनि आज पनि सम्भावना सकिएको छैन। रोहित पौडेल जस्ता युवा कप्तान छन्, कुशल मल्ल जस्ता फियरलेस हिटर छन्, आसिफ शेख जस्ता रिलायबल प्लेयर छन्, सोमपाल कामी जस्ता फाइटर छन्। यो टिममा क्षमता अझै छ, तर अब इमोसन मात्र होइन, एक्सक्युजन चाहिन्छ। नेपालले अब प्रत्येक म्याच फाइनल जस्तो खेल्नुपर्छ। प्रेसरलाई फियर होइन, मोटिभेसन बनाउनुपर्छ। सपोर्टर्सले पनि एउटा कुरा बुझ्नुपर्छ, क्रिकेट ओभरनाइट चेन्ज हुँदैन। स्ट्रङ टिम बनाउन समय लाग्छ। इन्डिया, अस्ट्रेलिया, इङ्ल्यान्ड जस्ता देशहरू पनि खराब फेजबाट गुज्रिएका थिए। नेपाल अहिले लर्निङ फेजमा छ। यो फेज पेनफुल छ, तर यही फेजले फ्युचर बनाउँछ। आज हार देखिएको छ, तर यही हारले फ्युचर जितको फाउन्डेसन पनि बनाइरहेको हुन सक्छ। हामीले क्रिटिसिजम गर्नुपर्छ, तर हेट होइन। हामीले क्वेसन उठाउनुपर्छ, तर आफ्नो टिमलाई डिस्ट्रोय गर्ने गरी होइन। किनकि अन्तिममा नेपाल हार्दा दुख्ने हामीलाई नै हो, नेपाल जित्दा गर्व हुने पनि हामीलाई नै हो। त्यसैले अहिले जरुरी कुरा भनेको पेसेन्स हो, सपोर्ट हो, लङ टर्म भिजन हो। यदि क्यानले राम्रो प्लानिङ गर्यो, डोमेस्टिक क्रिकेट स्ट्रङ बनायो, प्लेयरलाई इन्टरनेसनल एक्सपोजर दियो अनि सपोर्टर्सले विश्वास कायम राखे, नेपालको फ्युचर अझै उज्यालो छ। साथीहरू, क्रिकेटमा एउटा कुरा सधैँ याद राख्नुपर्छ, सबैभन्दा अन्धकार रातपछि नै सबैभन्दा उज्यालो बिहान आउँछ। सायद अहिले नेपाली क्रिकेट कठिन अवस्थामा छ, सायद सपोर्टर निराश छन्, सायद सोसल मिडियामा नेगेटिभिटी धेरै छ, तर सपना अझै बाँकी छ। विश्वकपको सपना अझै जीवित छ। नेपाललाई ठुलो स्टेजमा देख्ने सपना अझै समाप्त भएको छैन, र त्यो दिन जब नेपाल फेरि उठ्नेछ। आज दुःखमा पनि टिमसँग उभिएका सपोर्टर्सहरू नै सबैभन्दा गर्व गर्नेछन्। त्यसैले अन्तिममा केवल यति भन्न चाहन्छु, हारमा पनि नेपाललाई सपोर्ट गरौँ, किनकि साँचो सपोर्टर त्यो होइन जो जितमा मात्र आउँछ। साँचो सपोर्टर त त्यो हो जो कठिन समयमा पनि आफ्नो टिमसँग उभिन्छ। अब अगाडि नेपालका लागि अर्को ठुलो चुनौती आउँदैछ, नेदरल्यान्ड्स र नामिबिया विरुद्धको महत्त्वपूर्ण सिरिज। यो केवल अर्को सिरिज होइन, यो नेपाली क्रिकेटका लागि कमब्याक गर्ने मौका हो। नेदरल्यान्ड्स जस्ता अनुभवी टिम, नामिबिया जस्तो डिसिप्लिन साइड, यी दुवै टिमलाई हराउन नेपालले आफ्नो बेस्ट क्रिकेट खेल्नुपर्छ। ब्याटिङले जिम्मेवारी लिनुपर्छ,
बलिङले प्रेसर क्रिएट गर्नुपर्छ भने फिल्डिङमा एनर्जी देखिनुपर्छ, किनकि अब प्रत्येक म्याच नेपालको भविष्यसँग जोडिएको छ। एक राम्रो सिरिजले फेरि कन्फिडेन्स फर्काउन सक्छ, सपोर्टर्सको विश्वास फेरि बलियो बनाउन सक्छ र वर्ल्ड कपको सपना फेरि जिउँदो बनाउन सक्छ। अब समय एक्सक्युजेसको होइन, अब समय मैदानमा एन्सर दिने हो र सायद यही अपकमिङ सिरिज नेपाल क्रिकेटको टर्निङ पोइन्ट बन्न सक्छ। हामी फेरि त्यही नेपाल हेर्न चाहन्छौँ जो डराउँदैन, जो अन्तिमसम्म लड्छ, जो इम्पोसिबललाई पोसिबल बनाउँछ। त्यसैले साथीहरू, आशा अझै बाँकी छ, सपना अझै बाँकी छ, अनि नेपाल क्रिकेटको कहानी अझै सकिएको छैन। के नेपाल फेरि विश्व क्रिकेटलाई सरप्राइज दिन सक्छ? के फेरि नेपाली सपोर्टर्सको मोहरमा खुसी फर्काउन सक्छ? तपाईँको विचार कमेन्टमा जरुर लेख्नुहोस्। तपाईँको स्ट्रङ्गेस्ट प्लेइङ 11 कुन हुनुपर्छ? कुन प्लेयरले अपकमिङ सिरिजमा राम्रो प्रदर्शन गर्ला? र यदि तपाईँ पनि नेपाली क्रिकेटलाई दिलदेखि माया गर्नुहुन्छ भने यो भिडियोलाई एउटा लाइक जरुर गर्नुहोस्, किनकि तपाईँको एउटा लाइकले नेपाली क्रिकेटको आवाज अझ धेरै समर्थकसम्म पुग्न मद्दत गर्छ। च्यानलमा नयाँ हुन्छ भने सब्स्क्राइब गर्न नभुल्नुहोस्, किनकि हामी नेपाली क्रिकेटको हरेक अपडेट, इमोसनल स्टोरी, म्याच एनालाइसिस र सपोर्टर्सको भावना तपाईँहरूसम्म ल्याइरहनेछौँ। अनि बेल आइकन पनि प्रेस गर्नुहोस् ताकि नेपाल क्रिकेटको कुनै पनि ठुलो अपडेट तपाईँले मिस नगर्नुहोस्। हारोस् या जित, हामी सधैँ नेपालको साथमा छौँ। जय नेपाल, जय नेपाली क्रिकेट।